ल हनुमान ढोकाको यो चाहिँ बाहिरी आवरण यहाँ चाहिँ अहिले टुरिस्ट एरिया टुरिस्ट सिजन भएकोले गर्दा एकदम यहाँ चाहिँ भव्य छ यो चाहिँ कुमारी भवन होला हेर्नु त यो चाहिँ हैन यता हो यो त अर्को यो त खै त्यो काठमाडौँ त्यो पल्ट काठमाडौँ त्यो तल पढिसक्यो त्यो चाहिँ भएको तले आउनु त्यो हैन यता काठमाडौँ उयो ए त्यो पछाडिपट्टिको चाहिँ त्यो एउटै रुखले बनेको चाहिँ एउटै रुखले बनेको त्यो भित्र त्यसको त्यो रुखको त्यो पनि छ अघि एउटा मुड्का त्यहाँबाट थियो नि एउटै रुखले बनेको है यहाँ हनुमान ढोका अहिले आउनुभयो हेर्नुभयो रमाइलो लाग्यो पृथ्वीनारायण शाहसँग भेट भयो ए राम्रो गफ भयो ए ल ल ल सबै राणा कसरी कोट पर्व पनि हेर्नुभयो ग्यालेरी बैठक पनि हेर्नुभयो ऐतिहासिक चिज राम्रो लाग्यो ऊ त्यो चाहिँ काष्ठ मण्डप हो त्यो पर छ नि ऊ त्यो पर देख्दै गरेको पल्लो पल्लो सबभन्दा परमा ठुलो एउटै रुखले बनेको त्यो चाहिँ भने त्यस्तो छ यो चाहिँ नयाँ होला नि यो चाहिँ भवन यो चाहिँ राणा शासन थालनी भएको त्योभन्दा अगाडिको राजाहरू प्रताप मल्लहरू जम्मा यहाँनिर हुन्थ्यो त्रिभुवनले आदि शासन यहाँ गरेको अनि त्रिभुवन आदि शासन गरेर अहिलेको माथिको दरबारमा नारायण दरबारमा चाहिँ अहिले पछि सरेको यो चाहिँ राणाले यहाँनिर आफ्नो दाजुभाइ सबै सखाप गरेर उसले चाहिँ जङ्गबहादुरले शासन 104 वर्ष त्यहाँदेखि सुरु भएको यो ल एकदम राम्रो जानकारी दिनुभयो त्यसको लागि मुरी मुरी धन्यवाद तपाईँलाई धन्यवाद त्यति नै जानेको अप्रो हुनसक्छ होइन धन्यवाद थ्याङ्क यू